सो आज चाहिँ हामी फुटसल खेल्न जाँदैछौँ। जापान आएपछिको फर्स्ट फुटसल हो आज। भ्लग पनि फर्स्ट भ्लग नै हो। हेलो हेलो, आज हामी कहाँ गएको अरे? कहाँ गएको अरे? कहाँ? फुटसल। अहिले चाहिँ हामी ठ्याक्कै ट्रेन पर्खिरहेको छौँ। ट्रेन चाहिँ 5:04मा आउनेवाला छ। त्यसपछि अहिले ठ्याक्कै 4:54 भयो। अबको 10 मिनट जतिमा चाहिँ ट्रेन आउँछ। त्यसपछि हामी फुटसल खेल्न जानेछौँ। मलाई भने ट्रेन आइसकेको छ। सो हामी अब ट्रेनमा चढ्दैछौँ। केटाहरू यता छन् अगाडि। अब हामी यहाँ झर्छौँ। यहाँ झरेपछि हामी आज यहाँदेखि अलिकति हिँडेपछि फुटसल पुग्छौँ। बाटै बाटै हुन्छ त्यसको प्रवेशको सो हाचीओजी हाचीओजी एकी अब चाहिँ हामी फुटबल ग्राउन्डतिर छिर्दैछौँ। सो लेट्स गाइस, यस्तो छ है जापानी फुटसल टप फ्लोरमा। गाइस यो हो नि त फुटसल यार। आमामामामामा यस्तो कडा यार। अब चाहिँ टक्क हामी फुटसल खेल्नेवाला छौँ। र यो चाहिँ हाचीओजीको भ्यू देख्न सक्नुहुन्छ। अनि यतापट्टि फुटसल यहाँ चेन्ज हुँदैछ केटाहरू। है त्यो गाइस इन्जोय। कसरी मान्ने यो छिने। अब हामी यहाँ फुटसल खेल्नेवाला छौँ। तर क्यामेराम्यान नभएर चाहिँ भिडियो खिचै होला जस्तो छैन। के छ अहिले सम्भव भएसम्म हेरौँ। क्यामेराम्यान पो भएर दिइरहेछ भिडियो न होला। सात दुई भयो, 7-2। कतिजना भयो त केटाहरू? बनाउ न एकैछिन बनाउ। सो फाइनली फुटसल खेलिसक्यो। तर अब भिडियो खिच्ने नभएको कारणले खेलेको खासै खिच्न पाइनँ। अब फिनिस भयो गेम। अब हामी बाहिर निस्किँदैछौँ। अहिले चाहिँ हामी खेलिसकेर झर्दैछौँ।
सो लास्ट रमाइलो हो बबाल मजा आयो फुटसल खेल्न थाक्यो त्यही हो घरतिर लाग्यो अहिले चाहिँ म घर आइसकेको छु कोठामा आज खासै खिच्ने मान्छे नभएको कारणले खासै खेलेको राम्ररी खिच्न पाइएन अर्को भ्लगमा चाहिँ मजाले खिच्ने छु तपाईँहरूलाई देखाउने छु सम्भव भएसम्म सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथै भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने त्यो पनि नबिर्सिनु होला माया गरिदिनु होला तपाईँहरूको मायाको आशा गर्दछु सो थ्याङ्क यू एभ्रिवान